हेलो गाइज, मैले आज मेरो क्याफेबाट मेरो भ्लग सुरु गर्न लागिसकेको छु। हजुरको माझमा चाहिँ म आज चट्ट परेर ड्युटी टाइममा चटक्क परेर देख्न सक्नुहुन्छ मेरो लुक्स टक्क लाएर ह्यान्डसम बनेर मास्क साक लगाएर अलिकति हल्का म बिरामी पनि छु, त्यही भएर चाहिँ आज मास्क साक लगाएर ड्युटी आउनु पऱ्यो। के गर्नु, परदेशको जिन्दगी के गर्नु, बिरामी भयो भनेर पाउँदैन, गाह्रो छ। यस्तै छ, जिन्दगीहरू चलिरहेछ। अब बिरामी भयो भने ड्युटी नआउँ भने कसरी, आउनै पर्यो। जसो तसो भयो नि ड्युटी आइरहेको छु म। मेरो अनुहार एकदम लेजी भइरहेछ। सो मेरो साथमा पनि छ एकजना मुन्ना मुन्ना पनि छ, एकछिनमा आउँछ होला सायद। एकदम इन्जोय हुन्छ, एकछिनमा रमाइलो हुन्छ। सो देख्न सक्नुहुन्छ यहाँको माहौलहरू। खासै कस्टमर आज आइरहेको छैन। आज नेपाल बन्द जस्तो यहाँ खै रोडमा मान्छेको चहल पहल त्यति छैन। सो त्यही भएर कस्टमर पनि छैन। हेलो, ₹10 मात्रै हजुर। हजुर, अर्को दिउँ टिसु? टिसु अर्को पनि पर्छ? पर्दैन? ओके, थ्याङ्क यू, बाई बाई, मिस यू, लभ यू भन्नु मिलेन कस्टमरलाई। के गर्नु, हाम्रो नेपाली सेलिब्रेटी हो, तर के गर्नु, हाम्रो नेपाली सेलिब्रेटीहरू नि आउँछन् यहाँ ससेज खानको लागि। सो चिकन खानको लागि यहाँ स्पेसल भनेको चाहिँ यहाँ समोसा स्पेसल भनेको हाम्रो देख्न सक्नुहुन्छ। तपाईँहरूलाई म देखाउँछु आज। स्पेसल भनेको चाहिँ रन्नामारी एक्सप्रेसमा समोसा, नेपालको जस्तो समोसा चाहिँ स्पेसल बन्छ यहाँ चाहिँ। सबैजना हाम्रो नेपाली सेलिब्रेटीहरू दाजुभाइ दिदीबहिनीलाई चाहिँ नेपालको जस्तो समोसा खान मन छ भने रन्नामारी एक्सप्रेस लग्जरीको सामना आउनु होला। एकदम मिठो चाहिँ छ यहाँ। सो देख्न सक्नुहुन्छ यस्तो छ यहाँ चाहिँ। हेलो, this one seafood. Seafood what? Huh? What type of? No. के भन्यो भने मैले कुरा बुझिनँ, यसको इङ्ग्लिस मैले बुझिनँ, कसरी रिप्लाई दिनु। आइ एम नट इङ्ग्लिस, सो लिटल बिट इङ्ग्लिस आई क्यान्ट। इङ्ग्लिसै आउँदैन यार, कस्तो यार, अलिअलि मात्रै आउँछ क्या। कस्तो बोधो दिमाग साला। पढ्ने बेलामा केटी हिँड्दै ठिक भयो, अहिले आएर के गर्नु जिन्दगीहरू। मेरो साथमा छ एक मुन्ना मुन्नाजी छ यहाँ चाहिँ। एक्लै के भन्छ पागल भयो क्या हो भन्दै थिएँ। ओन्ली 27। म चाहिँ त्यही सोचिरहेको थिएँ, एक्लै के भन्छ यहाँ, यसले के गर्दो रहेछ भनेर चाहिँ। हेर्नु साथीहरू, मेरो चाहिँ यो गाला यो के भन्छ दाँत चाहिँ त्यो मेरो बुद्धि बङ्गाएर भर्खर बुद्धि आउने बेला हुँदैछ। तर के गर्ने, एउटा छोराको आमा भइसक्यो तर पनि अब भर्खर बुद्धि आउँदैछ। यो चाहिँ माइक चाहिँ ओपन भएको छ कि छैन त्यत्तिकै ट्याङ बोल्दैछु। माइक ओपन भएको छ। अरू त के भन्नु साथी, भन सक्छ। सोध। तिम्रो एउटा होइन, म 100वटा प्रश्नको पनि जवाफ दिन चाहिँ तयार छु। हाम्रो चाहिँ कुशलको र मेरो ड्युटी चाहिँ एकदम बिन्दासले जान्छ। हामीलाई सजिलो लाग्छ दुईजना ड्युटी गर्न चाहिँ, किनकि आजभोलि चाहिँ लङ एउटा प्रश्न है त ल। आजभोलि चाहिँ लङ डिस्टेन्स रिलेसनसिप चाहिँ किन छुट्छ होला, यसको कारणहरू, मुख्य कारणहरू के हो, के लाग्छ तिमीलाई चाहिँ? यस्तो यो बारेमा त मलाई खासै आफ्नो लङ डिस्टेन्स रिलेसनसिपै छैन, त्यही भएर खासै मलाई त यो कुरा थाहा नै छैन। म यही प्रश्न तिमीलाई सोध्न चाहन्छु, तिम्रो कसरी टिकिरहेको छ? एकअर्कामा चाहिँ विश्वास हुनु जरुरत छ, मनमा माया हुनु जरुरत छ। अब टाढा छ भन्दैमा होइन नबोल्ने भन्दा पनि टाढाले झन् नजिक बनाउँछ। र एकअर्का बिचमा बुझिदिने एकदम होइन, केटीले पनि केटाले पनि बुझिदिने भयो भने चाहिँ लङ डिस्टेन्स जस्तो राम्रो, नजिक भएको भन्दा नि लङ चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई, एकअर्कामा बुझ्यो भने चाहिँ। तर अहिलेको जमाना खासै मान्छेले बुझ्छ जस्तो त मलाई लाग्दैन कुशलजी। तर बुझ्छ प्रयास त। बुझ्नेले बुझ्छ, नबुझ्नेले बुझ्दैन। बुझ्ने ठिक छ, नबुझ्ने भाडमे जा। कोही
कुनै केही कुरामा मलाई लिनु दिनु छैन, मन पराइरहन्छन्। मलाई यो कुरामा खासै मतलब लाग्दैन। आउने आउँछन्, आउनेको लाइन छ, जानेलाई रास्ता छ, आउनेलाई वेलकम, जानेलाई टाटा बाई बाई। म चाहिँ एकदम चिल खालको मान्छे हो। आउँछ ठिक छ, आउँदैन फाडमे झबै नि भन। यस्तोमा राखेर बोलाउँ न, यस्तोमा। ए ल है त भन। यस्तै हो, अब लङ डिस्टेन्समा चाहिँ एकदम विश्वास हुन जरुरत छ क्या। विश्वास हुन जरुरत छ, एकदमै इम्पोर्टेन्ट भनेको विश्वासै हो। विश्वास बिना केही पनि चल्दैन होइन। खै होला विश्वास त खै मलाई त आजभोलि चाहिँ लङ डिस्टेन्स चाहिँ धेरै टुट्छ, तर प्रायः जस्तो भयो है। प्रायः जस्तो सबै टुट्छ। सबै टुट्छ। हो, हामी ड्युटी टाइममा छौँ, त्यो पनि इन्जोय गरिरहेको छौँ, हल्का हल्का रमाइलो हामी गरेर। दुईजना भयो भने त कामै केही छैन, एक्लै भयो भने त फेरि एकदम इन्जोय भइरहेछ आज। अँ, हेलो हेलो। यो त मसँग बोल्दैन हो, एकचोटि झगडा परेर। किन? त्यसलाई मैले खै के भन्न, तँलाई यहीँ आएर पड्काइदिन्छु नि भने मैले। अनि त यही कुरा बाहिरबाट आएर भन्न भने मैले सर बाहिर गएर त्यही कुरा त धेरै यता आएर यो नबोल, तँलाई पड्काइदिन्छु नि भनेको। त्यहाँदेखि त मलाई हेर्दा पनि हेर्दैन, यता त हेर्दा नि हेर्दैन। अनि साथीहरू यस्तै छ। अब चाहिँ के भन्नु, घर जान मन लागिरहेछ। खासै मालदिभ चाहिँ ठिक छैन भन्दा पनि के भन्नु, दुईचोटि आइयो। अब मन लागेर आएको हो कि मन नलागिकन आएको, केही थाहा छैन साथीहरू, केही थाहा छैन। ड्युटी गर्न मन लाग्दैन, बिमारी हुनलाई नाटक गर्न त मन लाग्छ, तर यत्रो गाला फुलिरहेछ त्यही पनि छुट्टी दिँदैन। म चाहिँ अलिक बढी नाटक गर्छु, त्यही भएर खासै मेरो कुरा चाहिँ खासै कसैले पत्याउँदैन, किनकि म अलिक धेरै नाटक गर्छु। बिमारी भयो भने पनि ज्वरो आयो भने चाहिँ म भनिदिन्छु मलाई टाइफाइड भयो, अलिक धेरै नाटक गर्छु म चाहिँ। यस गाइज, यस्तै भइरहेछ हाम्रो बातचितहरू। क्रमशः अघि बढिरहेछ। कस्टमर आयो, कस्टमरलाई अब हामी सल्भ गर्छौँ। कस्टमर आयो भने, नआयो भने हामी हल्ला यस्तै हल्ला गरेर भने हल्ला हल्ला। अब 8 बज्न आँट्यो, 8 बजीदेखि फेरि गीत बजाएर नाचो 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 आफ्नै तालमा। अब यसपछि ड्युटी सकिन लाग्यो, 2 घन्टा मात्रै छ, अब धेरै छैन। मेरो चाहिँ अब 4 घन्टा ड्युटी छ। 10 बजीदेखि चाहिँ मैले एक्लै गर्नुपर्ने हुन्छ सबै कुरा, तर आज म जान दिन्न उसलाई। किनकि भोलि पनि उसको 4 बजीदेखि ड्युटी हो, आज पुरै ड्युटी गर्छ कुशल।